यो हो देउराली। हामी चाहिँ अहिले देउराली भन्ने छ के अरे के पितम देउराली। अब यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु। यहाँसम्म चाहिँ हामी हिजो जस्ट अब चाहिँ उकालो सुरु भयो। नदीको उकालो भर्खर सुरु भयो यहाँबाट चाहिँ जस्तो लाग्यो मलाई चाहिँ होइन। ओके म चाहिँ ज्याकेट खोलिदिएँ होइन मैले चाहिँ अब, किनकि एकदम उकालो हिँड्दा चाहिँ अलिक गर्मी हुँदो रहेछ। त्यही भएर हिँड्दा चाहिँ खासै त्यस्तो बाक्लो अहिले एकदम तेर्सो मात्रै गइरहेको छु होइन। यो सब तेर्सो बाटो मात्रै छ। यो दुईवटा बाटो छुटेको थियो उता, यो चाहिँ अलिक सर्टकट जस्तो थियो र यो भ्यू पोइन्ट होटल ग्रिन भ्यू हाम्रो आइपुगेको छ। टेन्ट पनि रहेछ नि त यहाँ चाहिँ। जाँदैछु म भ्यू पोइन्टबाट जाँदैछु माथि। अनि अब यहाँबाट फरेस्ट बेस क्याम्प पुग्न चाहिँ 2.5 घन्टा लाग्छ अरे नर्मल्ली हिँड्दाखेरि। यहाँको मान्छेहरूले भनेको अनुसार वे टु फरेस्ट क्याम्प। अहिले कहाँ आइपुग्यो चाहिँ थाहा भएन कहाँ आइपुग्यो होइन। लाफा किचनमा आइपुगेछ। अहिले म फरेस्ट क्याम्प पुग्न लागेँ। अब 1 घन्टामा पुगिन्छ होला सायद। बल्ल हिमाल देखेँ मैले चाहिँ अहिले। ओ दामी देखेको चाहिँ। कुन हिमाल हो यो? कुन हिमाल दा यो? माछा पुच्छ्रे। ओके दामी देख्यो बल्ल। ओके अहिले हामी फर्स्ट क्याम्प पुग्न लाग्यो। म चाहिँ पुग्न लागेँ। भर्खरै हिमालको दर्शन भयो भर्खर मात्रै अलिक राम्ररी। आज खोल्छी आउँदैछु। खोल्छीमा हल्का पानी भेट्यो अहिले चाहिँ। अघिसम्म खोल्छीमा पनि पानी नै थिएन होइन। यस्तो छ। पछाडि मैले यो लाएको चाहिँ के हो भन्दाखेरि यो चाहिँ के भन्छ यसलाई? यो खै के हो? फर्न प्लान्ट हो यो। खै के हो? एन्टिना हो यो चाहिँ। एन्टिना एकदम जङ्गलमा सिग्नल दिनलाई है। के ठाउँ आइपुग्यो होइन। यो चाहिँ यहाँ पुगेर हेरौँ यहाँबाट भ्यू कस्तो देख्छ। यहाँ हिमाल देख्नुपर्ने जस्तो लाग्यो मलाई चाहिँ, तर खै छैन। ए यस